नजा नजा पिरतीको छाता ओढाउन मेरो दिदीलाई आइज मेरो दिदीलाई मेरो आइलाई फोटो खिच्यौ कस्तो मजा आयो आयो गरिदेऊ पहिला हेरेको थियौ टिकटकतिर फेसबुकतिर एक्सपेक्टेसन अर्कै भयो रियालिटी अर्कै भयो एकदम आउनु भन्छु सबैजनालाई हो एकचोटि हैन आउनै पर्छ पिसफुल छ नि त हैन पप्पुङ डाँडामा हामी आज फोटो खिच्दैछु रमाइलो गर्दैछु भ्लग बनाउँदैछु एक्सर्साइज हाम्रो टली जस्तो छ हामी जम्बो टली लिएर हिँडेका छौँ ल अब गाइस हामी चाहिँ जाँदैछौँ है हाई भन्दा कडा हो तिमीलाई कस्तो मजा आयो यस्तो हटाऊ एकचोटि चाहिँ तपाईँ आउनु होला दुईचोटि चाहिँ नआउनु होला हेलो एन्ड नमस्ते यु आर वाचिङ चोन्स क्रिएसन र यति बेला चाहिँ म एकदमै भाइरल ठाउँ के ठाउँ अरे बोप्ताङ होइन त यति बेला चाहिँ म बोप्ताङ डाँडामा आएको छु र यो चाहिँ एकदमै भाइरल ठाउँ भनेर प्रख्यात छ होइन देख्न सक्नुहुन्छ बवाल भ्यू छ वाटर भ्यू हामीसँग चाहिँ यो फोटो खिच्नको लागि छाता 50 मा 15 मिनटको लागि बुकी फुल 50 रुपियाँ 15 मिनटको लागि टोपी 50 रुपियाँ 15 मिनटको लागि टाइसन ए मिसन के चाल खबर यति बेला चाहिँ हामी रमाइलो ठाउँमा छौँ रमाइलो आइरहेको छ होइन के छ कसो भइरहेछ तँलाई फिल तेरो फर्स्ट टाइम हो एक्सपेक्टेसन अर्कै भयो रियालिटी अर्कै भयो एकदम लड्छ त्यो हाम्रो लुगाम लिएर भाइ सबै त्यो रेनकोटहरू सर्टहरू ओ भैया चल्ल छैया कस्तो भयो यसो यहाँ फोटो खिच्दै होला माथिमा बोल्दै होइन न राम्रो भयो यार तर कस्तो रहेछ सोचे जस्तो रहेन होइन जस्तो अलिक रहेन रहेछ त्यही पनि भाइरल भइदियो रहेछ हेर्दैन आइदिएको होइन अनि तर यस यहाँ आएपछि त हल्का शीतल आनन्द चाहिँ होइन एकदम पिसफुल चाहिँ रहेछ होइन ठाउँ ल भाइ मलाई देखा एकचोटि अब यता आइज म तपाईँलाई अलिकति के गरिदिन्छु क्लारिफिकेसन दिन्छु होइन त्यो ठाउँमा आउँदा एक्सपेक्टेड एकदमै कस्तो दामी होला लार्ज होइन हिट होला त्यो ठाउँ चाहिँ दामी होला यो साँच्चीको नेचुरल घाँस होला भनेको नजिकमा यहाँ त नेचुरल भनेको त यो त अलिकति हाम्रो उयोहरू छ फुटबलको जस्तो रहेछ हेर्दा चाहिँ नेचुरल देख्दो रहेछ बवाल चाहिँ रहेछ आनन्द चाहिँ फिल भयो तर ठिकै छ जे पनि गलेर आइयो होइन रमाइलो भइरहेछ र हामी चाहिँ दसैँको टिका लगाएर भर्खर आइपुग्यो अहिले चाहिँ ठ्याक्कै यो सुनसरी जिल्ला पर्छ होला सायद है उदयपुर के सुनसरी पर्छ होला बवाल छ ल बवाल अब हामी चटपटै खान्छौँ है त यता राख्नु हो खै अलिकति चाखौँ अहिले त मिठो रहेछ सिलहङ हाई भन्दै त कस्तो मिठो रहेछ मिठो मिसन कस्तो मिठो रहेछ गुड हामी दिदी के चाल गर्दै आइपुगेस् कसरी आइपुगेस् यस्तो मोटो मान्छे राम्रो रहेछ न ल ठिक छ मन्दिर भाइ कस्तो लाग्यो भन त यो ठाउँ एकदम राम्रो लाग्यो भाइ फेसबुकतिर चाहिँ देखेको होइन आज प्रत्यक्ष आउनु पाउँदा कस्तो भयो एकदम धेरै रमाइलो हजुर यस्तो होला भनेर सोचेको थियो कि अलिकति फलो भयो कि ठिकै छ यतिको भिडभाड छैन यसो आफूले सोचे जस्तो फोटो भिडियो लिन पाउँछ सजिलो छ राम्रो छ ल ठिक छ कृष्ण कस्तो लाग्यो ओपिनियन राख ठिकै लाग्यो पहिला हेरेको थियौ टिकटकतिर फेसबुकतिर त्यो हेर्दा आउनु मन लाग्थ्यो अनि यहाँ आउँदा कस्तो भयो राम्रो भयो ल गाइस अब ठिकै छ यस्तै छ होइन एकदम यहाँको भ्यू चाहिँ बबालै रहेछ है आमामा खोलाहरू यो सबै कोसी है सप्तकोशी 7वटा कोसी मिको सप्तकोशी हो
सिधै गयो भने तल कोशी ब्यारेक पुग्छ दर्शकबिन्दुमा के भन्न चाहन्छौ अडियन्सलाई यो ठाउँ आउनु होला किन आउनु होला सबै आउनु होला यो ठाउँ घुम्नु होला रमाइलो छ होइन हामी त आयौँ पनि आयौँ तपाईँहरू पनि आउनु होला हामीले 1 घन्टाको बाटोबाट आयौँ होइन तर दुःख भयो बाटोमा पानी परेर दुःख भयो तापनि यहाँ आउँदा चाहिँ जस दुःख चाहिँ अनुभव चाहिँ दुःख चाहिँ लागेन भनौँ न अर्को कुरा हामीले जहाँ पार्क गऱ्यौँ नि बाइक त यहाँसम्म आउँथेछ माथिमै आउँदैछ हिँड्दै आउनु पर्यो नि उकालो होइन ठिक छ हिँड्नु पनि पर्छ नि सस्तै रमाइलो भयो ल अर्को नेक्स्ट भिडियो भेटौँला होइन नेक्स्ट भिडियो भेट्यौँ ल हाम्रो छ नि क्रिएसनलाई चाहिँ सब्सक्राइब गरिदिनु होला माया नगर्नु ओके बाई के भन्नु पिरतीको छाता ओढाउन अब यो चाहिँ मेरो गर्लफ्रेन्डको लागि है यता माथि ल तर गर्लफ्रेन्डै छैन ल ल भ्यू यस्तो छ खिचिराख भ्यू यस्तो छ गाई सप्तकोशीको यो पत्तुङ डाँडामा हामी आज फोटो खिच्दैछु रमाइलो गर्दैछु भ्लग बनाउँदैछु एक्सपेक्टेसन अलिकति मिट गरेन त्यही पनि ठिकै छ रियालिटी भनेको हामीले अपनाउनै पर्छ होइन ठिक छ अनि ल यो चाहिँ मेरो भाइलाई यो मेरो दिदीलाई ल आइज यो मेरो दिदीलाई यो मेरो भाइलाई धन्यवाद अनि सबैजनालाई थ्याङ्क यू सो मच हेरिदिनु ल यति बेला चाहिँ हामी पत्तुङ डाँडामा भाइ छ आमा मेरो भैयाजी र मेरो भतिजो आमामा दामी फोटो सेसन भइरहेछ होइन फोटो सेसन चाहिँ भइरहेछ क्यामेराम्यान चाहिँ फेरि म हो गाइज लडलाई फेरि छोरो कस्तो फिल भइरहेछ बाउ छोरालाई अलिक भन्देऊ कस्तो रमाइलो भन हो र क्यामेराम्यान चाहिँ सुत्ती फोटो खिचिदिए भिडियो बनाइदिएछ है गाई दामी भतिज त सेकेन्डचोटि आएको नि सेकेन्डचोटि त्यही त पहिलोचोटि चाहिँ कोसँग आएको भतिज पहिला फर्स्टचोटि कोसँग आएको मम्मीसँग राम्रो कि बाबासँग राम्रो ए सीता राम्रोसित आएन फोटो खिच्यौ कस्तो मजा आयो ल मजा आयो लड्छौ त लड्छ आयो गरिदेऊ किसौ के छ मन्जु भाइ हाउ आर यु फिलिङ गुड एक्साइटेड एकदम ल ठिक छ अब जति पनि भ्युअर्सहरूलाई चाहिँ के भन्न चाहन्छ यो ठाउँ भिजिट गर्नुको लागि आह्वान गर्न चाहन्छु चाहँदैनौँ हजुर आउनु भन्छु सबैजनालाई हो एकचोटि चाहिँ आउनै पर्छ पिसफुल छ नि त होइन हजुर यहाँको इन्भाइरोमेन्ट बबाल छ गाइज बबाले एकदमै चिसो कोसीको चिज छ होइन जे जस्तो भयो भने एकचोटि आएर चाहिँ तपाईँहरू सुरुमा चाहिँ अलिकति छ्या जस्तो हुन्छ तर लास्टमा चाहिँ बबा जाने अब गाइज हामी के खिच्छौँ भने फोटो ग्रुप फोटो खिच्छौँ ल सबैलाई चाहिँ आयो होला हात होला के हो जालास नि फेरि सिधै नजा आफ्नो यहाँ चस्मै झरो गाइज यहाँ अब चिप्ले झन्डा यार दुनियाँले यहाँ फोर बना ठेकेको यसमा सिलपुटी खेल्दैछ हो म गफ गर्छु एकचोटि चाहिँ तपाईँ आउनु होला दुईचोटि चाहिँ नआउनु होला किनकि दुईचोटि आउँदा तपाईँ अर्कोचोटि नआउनु भन्नुहुन्छ होइन तर आउनु होला राम्रो छ ठाउँ होइन एकदमै बबाल दामी छ फोटोसोटो खिच्नु चाहिँ दामी हुँदछ यो चाहिँ हाम्रै आफ्नै ठाउँ होइन भएर नजिकबाट आइयो घुम्न आइयो तपाईँहरू आउनु होला दसैँको माहौल पछि तपाईँहरू आउनु सक्नुहुन्छ त्यही छ अब नेक्स्ट ब्लगमा भेटौँला नेक्स्ट सी यु इन नेक्स्ट ब्लग गाइज हाम्रो टोली जस्तो छ हामी जम्बो टोली लिएर हिँडेका छौँ अब हामी हेरेर फर्किसक्यौँ गाइज कस्तो लाग्यो त भन्दा भिडियोमा कस्तो लाग्यो राम्रो हो ल भाइ भान्जा
भान्जो तिमीलाई कस्तो मजा आयो यस्तो हटाऊ यस्तो जाउँ जाउँ बाई बाई गाइस सी यु इन नेक्स्ट भ्लग अब गाइस हामी चाहिँ जाँदैछौँ है भ्लग स्लग इन्डिङ अघिदेखि कति इन्डिङ होइन त्यहाँ हामी कहाँ गयौँ अरे भन्दै त के डाँडा अरे भक्तन डाँडामा हामी चाहिँ गएर आइसक्यौँ है तपाईँहरू आउनु सक्नुहुन्छ ला 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 आइ भन्दै गुड ल पछाडि पनि हामी यस्तो गइरहेछौँ होइन अनि यता मान्छेहरू पनि हिँडिराख्नु भएको रहेछ आरामसँग ल ल सानो बेबी पनि कोसी देख्न सक्नुहुन्छ उता अनि यता चाहिँ हामी इन्जोय गर्दैछौँ राइडिङ ल भाइ पछाडि पनि देखाइदेऊ ल देखाइराख कोसी देखाइयो अनि इन्डिङ भयो नानी कोसी देखाइराख तँ त सिधै देखाइदेऊ रहेछ देखाइदेऊ देखाइराख अनि कोसी सर देखाइदेऊ अनि अब चाहिँ हामी एकछिन खाजा खाने क्रममा छौँ है त भाइ कस्तो भयो आजको ट्रिप एकदम सोचेभन्दा राम्रो होइन सुरुमा जाँदा चाहिँ आछी जस्तो भएको भयो लास्टमा चाहिँ ठिकै भयो होइन हजुर एकदम ल यता हाम्रो केटाकेटीहरू चाहिँ आमामा के हर्नमा हो तिमीहरू यता हेर ल हाई भन्दा केटा हो मिसन हाई भन् यता हेरेर कस्तो लाग्यो तिमीहरूलाई आजको हाम्रो भ्याकेसन कस्तो भयो यहाँ बाइक बनाएर कान नसुनेको बेला हो रमाइलो रमाइलो भयो मिसन रमाइलो भयो यता हेर सबैजना यता हेर हाई भन हाई लड्छ है लड्छ चिप्लो छ लड्छ त्यहाँ सिनाङ लड्छ त्यहाँ चिप्लो छ भइसक्यो ओ भैया चल छैया भन के हो होइन कस्तो भयो मैले त होइन सेकुवा हामीको लागि आएको छु अहिले 2 केजीको अर्डर गरेको छु सस्तो रहेछ गाइज होइन 600 रुपियाँ केजी भने बाटोमा परेर हामी चाहिँ यो लाइनमा छिरेको होइन बाटो परेर तर यो चलेको हो नि त भाइरलै रहेछ हो ल ठिक छ शर्मिला ओपिनियन राख कस्तो हो एकदम दामी हो ल ठिक छ ल अब चाहिँ हामी इन्डिङ गर्ने होला है जाउँ होला अब के भन्नु मन छ के भन्नु मन छ भन्नु सोनिकेसन भ्लग गरिदिनु होला सोनिकेसन भ्लग गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बाई बाई गाइस सी यु नेक्स्ट भ्लग